नमस्कार। म आज हजुरहरू समक्ष हजुरहरूको जानकारीको लागि यो नेपाली कङ्ग्रेसको जुन विशेष अधिवेशन अब आज सकिँदैछ, पौषको 27-28 गते हुने हो। तब यसमा चाहिँ नि अब वर्तमान समयको महामन्त्री द्वय गगन थापा र चाहिँ नि विश्वप्रकाश शर्मा उहाँहरूको मतलब नेतृत्वमा एउटा अभूतपूर्व सफलताका साथ कति 65% चाहिँ नि महाधिवेशन प्रतिनिधिहरूको सहभागिता भन्ने सञ्चार माध्यममा पढेको छु। यत्रो सफलताका साथ चाहिँ नि सुसम्पन्न हुँदैछ र उहाँहरूलाई मैले यो कार्यक्रम सुरु नहुँदै, विशेष अधिवेशन सुरु नहुँदै उहाँहरूको यो अभियान ठिक छ, राम्रो छ भनेर मैले सफलताको कामना गरेको थिएँ, उहाँहरूलाई शुभेच्छा दिएको थिएँ र उहाँहरू धन्यवादको पात्र हुनुहुन्छ नि भनेको थिएँ। तिनै कुराहरू पुनरावृत्ति गरिनु जरुरी छैन र अब उहाँहरूको सोचअनुसार उहाँ लगायत सबैको भन्नुभयो, कङ्ग्रेस पार्टीका आबद्ध मानिसहरूको सबैको सोच, महाधिवेशन प्रतिनिधिहरूको सोच, सबैको सोचबाट चाहिँ नि अब के प्रस्तावहरू पारित, दुईपल्टभन्दा बढी प्राइम मिनिस्टर हुन नपाउनेदेखि इत्यादि इत्यादि छन्। त ती कुराहरू पास हुँदैछन्। कङ्ग्रेसले चाहिँ नि आगामी फागुन 21 को चुनावमा नयाँ सोचका साथ अगाडि बढोस् र हिजोको दिनमा संस्थापन पक्ष र विशेष अधिवेशनवाला पक्षहरूको बिचमा चाहिँ नि अब कमी कमजोरीहरू दुवै पक्षमा भयो होला। ती कुराहरूलाई चाहिँ नि मनमुटावको रूपमा लिएर त्यो एक समूहले अर्कोलाई पेल्ने, त्यसो नगरिकन आगामी अब चुनावमा फागुन 21 को चुनावमा यसै साल हुने जुन चुनाव छ त्यसमा चाहिँ नि कङ्ग्रेस चाहिँ नि एक ढिक्का भएर चाहिँ नि अगाडि बढेर राम्रो चाहिँ नि सङ्ख्या यस चुनावमा मतलब जनप्रतिनिधि सभाको चुनावमा चाहिँ नि लिनु चाहिँ नि पर्दछ र यदि त्यसरी गर्न सकिएन, कङ्ग्रेसलाई विभाजित गर्ने हो भनेदेखि परिणाम राम्रो अवश्य पनि आउँदैन। यसको लागि भूतपूर्व मान्यहरू शेखर कोइराला, चन्द्र भण्डारी, शेखर कोइराला, चन्द्र भण्डारी र चाहिँ नि अरू मान्यहरू पनि लागिरहनु भएको छ। सबैले सुझबुझ पुगेर मिलाएर कङ्ग्रेसलाई एक ढिक्का पारेर अगाडि चाहिँ बढ्दै जानुपर्दछ। यही नै मेरो चाहिँ नि यो विशेष महाधिवेशनको सन्दर्भको मेरो टिप्पणी हो। धन्यवाद।